हेर्दाखेरि बालेन, हर्क साम्पाङ, गोपी हमाल लगायत अन्य विद्वानहरू, अन्य जनप्रतिनिधिहरू हुनुहुन्छ। उहाँहरू एउटा सीमित ठाउँको लागि राम्रो हुनुहुन्छ, एकदमै राम्रो। उहाँ लगायत थुप्रै यस्ता व्यक्तित्वहरू हुनुहुन्छ। तर वास्तवमा हुन अरू पनि होला, तर अहिलेको सन्दर्भमा रवि लामेछाने वान अफ द बेस्ट। उहाँले एकदमै राम्रो न्यायपालिकाले निष्पक्ष न्याय दिएको खण्डमा उहाँले अवश्य पनि राम्रो रोल प्ले गर्नुहुन्छ। देशमा कायापटलको लागि मलाई लाग्दैन उहाँभन्दा अरू व्यक्ति कोही हुन सक्छ, उहाँभन्दा योग्य व्यक्ति अहिले तत्कालीन समयमा। त्यसैले हामी निर्धक्क भएर एउटा यो किसिमको म्यासेज हरेकमा पठाउनु पर्ने हुन्छन् र हामी अवेर गराउनु पर्ने हुन्छन्। जसरी उहाँ हामी सबैको आवाजलाई बुलन्द गर्यो, अहिले उहाँको विचारलाई दबाइएको छ, त्यो हामी बुलन्द गर्न सक्यो भने भोलिको दिनमा के हुन्छ भने एउटा जुन हामी गुनासो गर्छौँ दिन रात, यस्तो फलाना नेता फलाना यताउति गरे भनेर त्यो गुनासो गर्नु पर्दैन र देशलाई सही दिशानिर्देश प्रदान पक्कै गर्छ रवि लामिछाने। प्लिज उहाँको लागि हामी अवश्य पनि आफ्नो सक्रियता